साथीहरु म चाहिँ अब घिउ बनाउनु लागेको छु है। यो बट्टामा चाहिँ मैले स्टक गरेर राखेको थिएँ तरहरु, अनि अब यसलाई चाहिँ म कुकरमा खनाएर चाहिँ है मजाले घिउ बनाउँछु साथीहरु। अनि यहाँनिर मैले भाँडा पनि रेडी गरिसके, यसमा हालेर चाहिँ बनाउँछु। यसमा मैले खनाइसके, अब चाहिँ यसलाई मैले मजाले मिक्स गर्छु है। यहाँनिर मेरो मेसिन छ मही बनाउने। पहिला चाहिँ मैले फिर्के लाएर बनाउँथे, अहिले चाहिँ यो मेसिनले एकदमै सजिलो हुन्छ साथीहरु है। यो लाइटबाट चल्ने एकदमै फ्यार बनायो भने एकैछिनमा मही बन्ने घिउ बनिन्छ साथीहरु। हेर्नुहोस् न कस्तो मजाले मिक्स हुँदैछ, अनि एकैछिनमा घिउ पनि बनिन्छ है साथीहरु। हेर्दै गर्नु होला। फाइनली साथीहरु मैले घिउ बनाइसके। हेर्नु हवस्, यो अहिलेको फ्रेश घिउ है, कति राम्रो छ है। अनि यो चाहिँ अस्ति 1 विक अगाडिको हो हैन। अब यो दुईटालाई म सँगै मिक्स गरेर चाहिँ खानुपर्ने हुन्छ साथीहरु। अनि यहाँनिर चाहिँ मेरो मही पनि रेडी भइसकेको छ है। अनि अलिकति सोल्दर खानुको लागि चाहिँ म राख्छु साथीहरु। अनि यसलाई चाहिँ म छुर्पी बनाइदिन्छु। ओके साथीहरु, हेर्दै गर्नु होला। साथीहरु मेरो चाहिँ है मैले भर्खरै निकालेको घिउ चाहिँ मैले यहाँनिर खार्दैछु है। अनि यहाँनिर चाहिँ महीको छुर्पी बोइल गर्दैछु। यो महीलाई चाहिँ मजाले बोइल गर्नुपर्ने हुन्छ साथीहरु, अनि चाहिँ छुर्पी बनिन्छ। हेर्नुहोस् न साथीहरु, दुधबाट कतिवटा चीज बनिन्छ है। दुधबाट दही बनिन्छ, अनि घिउ बनिन्छ, अनि मही बनिन्छ, महीबाट छुर्पी पनि बनिन्छ साथीहरु। हेर्नुहोस् मेरो घिउ चाहिँ मजाले अब यसलाई चाहिँ पकाउनु पर्ने हुन्छ। रातो भएपछि चाहिँ यसलाई सेलाएर बोतलमा हाल्नु पर्ने हुन्छ साथीहरु। मेरो चाहिँ यहाँनिर बोइल हुँदैछ। यहाँ चाहिँ अस्ति 1 विक अगाडिको घिउ र भर्खर अहिले मैले बनाएको घिउलाई चाहिँ मिक्स गरेर बोइल गरेको साथीहरु। ओके साथीहरु, अहिले म यो सबै बनिसकेपछि चाहिँ तपाईहरुलाई देखाउने छु। लु है साथीहरु, हेर्न हवस् मेरो चाहिँ घिउ पनि खारिसके है। यो रातो भएको छ है। अनि यो फिसहरु नि सबै यही हराउँछ अहिले है। अनि यो मुनिको कालो कालो देख्दै गर्नु भएको चाहिँ यो चाहिँ खार हो हैन। अनि यसलाई चाहिँ सेलाएपछि बोतलमा चाल्नीमा तारेर हाल्नु पर्ने हुन्छ साथीहरु हैन। अनि यहाँ मेरो चाहिँ छुर्पी पनि रेडी भइसक्यो। यसलाई चाहिँ मैले पानी चाहिँ यसरी फ्याँकिदिए है तारेर। अब यो अलिअलि भएको पानी चाहिँ म चाल्नामा हाल्छु है। अनि यो चाहिँ सङ्लो मजाको फर्र परेको हुन्छ साथीहरु हैन। तर कम्ती भएको छ, ठिकै छ, अचार खानुको लागि भए पनि हुन्छ। अनि यहाँनिर चाहिँ मेरो फ्रेस घिउ छ, हेर्दै गर्नु होला साथीहरु। अहिले बोतलमा हाले पछाडि पनि म तपाईहरुलाई देखाउने छु। फाइनली साथीहरु मेरो चाहिँ घिउ रेडी भइसक्यो। मैले चाहिँ सेलाएपछि बोतलमा चाहिँ हालिसके। यो हर्लिक्सको बट्टाको 1 बट्टा भयो है साथीहरु। हेर्नुहोस् त कति क्लीन एन्ड फ्रेश घिउ, खाउ लाग्दो भयो साथीहरु। हुन चाहिँ मलाई चाहिँ घिउ चाहिँ मन पर्दैन, तर बनाउनु चाहिँ पुरा रहर लाग्छ साथीहरु। अनि त्यही भएर घिउ चाहिँ बनाउँछु। तर यो चाहिँ म उता गान्तोक बहिनीलाई पठाउँदै छु भोलि है। अनि यहाँनिर चाहिँ मैले खारेको थिएँ अघि, अनि यही चाल्नामा तारेर चाहिँ यसमा हालेको साथीहरु। अनि त्यसको जुन चाहिँ कालो कालो खार थियो नि त्यो चाहिँ यहाँनिर छ। अनि त्यसको साथसाथै छुर्पी पनि यति निस्क्यो है। अनि दुधबाट कति कुराको फाइदा हुन्छ नि त साथीहरु। दुध ल्याएपछि त्यसको त्यो तर बनिन्छ। त्यो तर चाहिँ त्यतिकै खानु सक्दैन साथीहरु। त्यही भएर चाहिँ तेल चाहिँ बोतलमा स्टक गरेर जम्माएपछि धेरै भएपछि चाहिँ मही बनाएर यसरी घिउ बनाउँदा हुन्छ साथीहरु। ओके साथीहरु, बाइ बाइ।